तपाईँलाई सुम्पेको चाहिँ होइन है। यो तपाईँले ख्याल राख्नुहोस्। यो घरको दरवाजा जबसम्म उसको आमा छ, हामी छौँ है, उसको दाजु छ, भाउजू छ, त्यो दिनसम्म हमेसाको लागि खुल्ला छ। यो एउटा बागदाता पहिला भन्थ्यो, अब छोरी अबदेखि तपाईँहरूले हामीले जिम्मा दियो। हामीले जिम्मा दिएको होइन, बुझ्नुभयो। तर यो एउटा संसारको परिचालन, यो चल्दै गरेको रीतिथिति, उहाँले एउटा आपसमा एउटा जीवन यापन गर्ने एउटा सूत्रमा बाँधिएको परिणाम बाँधेको मात्रै हो। हाम्रो छोरीको लागि हमेसा यो दरवाजा खुल्ला छ। तर खुल्ला छ भन्नुको अभिप्राय यो होइन, कुनै परिस्थितिमा उसले तपाईँ घर छोडेर चाहिँ हामीलाई कम्प्लेन गरेर चाहिँ मेरो छोरी चाहिँ हाम्रो घरमा आउनु भएन, बुझ्नुभयो। खुसी साथ आउनु पर्यो, जसरी खुसी साथ गएको थियो त्यसरी खुसी साथ आउनु पर्यो र उहाँको जीवन एकदम राम्रो चलाएर चल्नु पर्यो। आमा बाले ध्यान राख्नु पर्यो है। यदि कुनै प्रकारको त्यसमा तलमाथि हुन्छ भने त्यो दुईटै परिवारले हामी एक भएर है, सबै परिवार मिलेर त्यो समस्यालाई समाधान गर्नुपट्टि जानुपर्छ। तर त्यसमा यो लडाइँ झगडा गर्नेपट्टि हामी कहिल्यै जानु हुँदैन। र अझै पनि म भन्न चाहन्छु, जुन स्थितिमा है मेरो छोरी तपाईँ घरमा जानुभएको छ र जहिले जुन प्रकारले अहिले जुन प्रकारले उहाँलाई एउटा राम्रो प्रकारले है हेरिरहेको छ, यस्तै नै भविष्यमा रहोस्। र कुनै पनि दिन हामीलाई यस्तो समस्या हाम्रो छोरी ज्वाइँको प्रति चाहिँ हामीलाई मनमा नहोस् कि ला मेरो छोरीले के भयो भन्ने, त्यो कुरो चाहिँ हामीले सुन्नु भएन। र त्यही कारण म यो सबैलाई यहाँ साक्षी राखेर यो भन्दैछु, हाम्रो छोरीलाई तपाईँहरूलाई दिएको छौँ। तर दिएको यो मतलब होइन कि हाम्रो अभिभार सरकार जबसम्म ऊ रहन्छ तबसम्म हाम्रो अभिभार त्यति नै हुन्छ र अभिभार हामी दायित्वलाई निभाउने पनि छौँ। तर यदि उनीहरूमा केही तलमाथि भएको खण्डमा चाहिँ हामी त्यस्तै प्रकारले, यो क्लियर छ, हामी त्यस्तै प्रकारले निभाउने छौँ जुन प्रकारले तपाईँले गर्नु, यो तपाईँले ध्यान राख्नु। र हामी एकदम हामीलाई विश्वास छ है, हामीले पुरा पर्याप्त विश्वास छ तपाईँहरूले माथि र हाम्रो छोरीको जीवन एकदम राम्रो हुन्छ भन्ने हामी पूर्ण विश्वास छ। र यही शब्दलाई अन्त गर्दै फेरि पनि म ईश्वरलाई साक्षी राखेर हाम्रो छोरी आजदेखि तपाईँहरूको कुलमा हामी पठाउँदैछौँ है। मेरो कुलदेखि तपाईँको कुलमा अब जानेछ र उसको पूर्ण ध्यान राख्ने काम चाहिँ तपाईँहरूको प्रथम दायित्व तपाईँहरूको, हाम्रो चाहिँ सेकेन्ड दायित्व मात्रै हो। ल यति भन्दै म आफ्नो यो वाग्दाता दिने कार्यक्रमलाई पनि यहाँ अन्त गर्न चाहन्छु। सबैलाई मेरो हामीले हाम्रो छोरी तपाईँलाई 1 डे 2 डे 3 डे दुईटा वचन भन्नु भन्नुभयो, कहानी गर्नुभयो। यो हामीले गरेको होइन, पहिलादेखि भएर आएको कुरो। पहिलादेखि हामीले त्यही सिक्दै आयौँ। यस्तो यो कारबाहीमा यस्तो दस्तुर गर्नुपर्ने रहेछ भनेर त्यो त हामीले पनि जानेका छैन, सिक्दै आएको कुरो हो। यो पछिसम्म हामीले मात्रै नगरेर हाम्रो तलको जेनेरेसनले